सचिन तेन्दुलकर अहिले अस्ति त्यो भारतमा गएको यो यादवको नेतृत्वमा भएको क्रिकेट टिममा छन् छैनन् विराट कोहली पनि छैन नवजोत सिद्धू पनि छैनन् तर तिनीहरूले क्रिकेट मन पराउन छोड्या हुन् होइन अनि त्यहाँको क्रिकेट बोर्डले सचिनहरूलाई नगनेको हो त्यो पनि होइन किन टिममा छैनन् त भन्दा अब यिनीहरूले ब्याट चलाउन सक्दैनन् अब यिनीहरू भन्दा तगडा ब्याटरहरू अरू छन् भनेर बोर्डले अरू राखे हो नि त हो कि होइन त्यस्तै अमेरिकाले र भारतले अथवा विदेशी शक्ति भन्नुभयो तिनले नि केपी प्रचण्ड र शेरबहादुरलाई लोड ब्याटिङ गरेर लाए आफ्नो पक्षमा अब के बुझ्यो यिनको तिग्रा चल्दैन भन्दा अनि अरू नयाँ तिग्रेहरूलाई चाहिँ ब्याट दिएर पठाएको त्यसो भएर उनीहरू पनि तिनीहरूकै दलाल हुन् नत्र भने एमसीसी मुर्दाबाद भनेर जुलुस लाउने पार्टीको मान्छे थिए नि त म त्यति बेला पुष्पकमल दाहाल आज पुष्पकमल दाहालले अमेरिकाले चाहिँ यसो गर्यो भन्न मिल्छ अमेरिका यहाँ कुहिरो मान्छे आउँछ र ऊ अस्ति चाहिँ के अरे अमेरिकी सेना टुँडी खेलमा निस्किएकोमा वक्तव्य दिएर बसेका छन् तोरी लाउरीहरू त्यो त जहिले नै हुन्थ्यो ती शिवरात्रिको दिनमा नेपालीलाई खतरा हुने अमेरिकी त पुष्पकमल जस्तो शेरबहादुर जस्तो रवि लामिछाने बालन यस्तो हामी जस्तै मान्छेलाई बनाएर पठाउने हो नि उनीहरूले यहाँ चाहिँ नेपाली बोल्न नजान्ने मान्छे अमेरिकाको दलाल भएर आउँदैन नि त कुरा बुझ्नुभयो नि जसरी हिजो सेनाले माओवादी भित्र मान्छे एजेन्टहरू पठाउँदाखेरि के बनाएर पठाउँथे सेनै बनाएर नेपाली सेनै लेखेको पठाउँथ्यो र पठाउँदैन नि त माओवादी बनेर त्यस्तै बनेर पठाउँथ्यो झुत्रो झाम्रो एकदम बनाएर अनि सेनातिर जाँदाखेरि चाहिँ सेनै जस्तो बनाएर पठाउँथ्यो के अरे माओवादीले त्यस्तै नेपाली जनतामा के भ्रम नहोस् भने नेपालमा चाहे भारतको होस् चाहे चीनको होस् चाहे अमेरिकाको होस् चाहे युरोपियन युनियनको होस् एजेन्टहरू उनीहरूकै रङमा हुँदैनन् यहीँका मान्छेहरू हुन्छन् सफ्टवेयर चाहिँ त्यो हाल्दै हुन्छ कि